अब हामी 6 नम्बरको स्टेप गर्न लागेका छौँ साथीहरू। अब 6 नम्बरको स्टेपमा चाहिँ के गर्ने भन्दाखेरि तपाईको यो खुट्टाको स्टेप चाहिँ अघि सेम हामीले 5 नम्बरमा गरेको जस्तै हो साथीहरू। के गर्ने रे खुट्टा तपाईको अगाडि यसरी राख्ने। यो राख्दाखेरि तपाईको खुट्टा चाहिँ यसरी टोमा हुनु पर्यो र यो कम्मर चाहिँ तपाईको सिधा हुनु पर्यो साथीहरू। यो तपाईले याद गर्नुपर्ने हो साथीहरू। अनि फेरि वापस ल्याउनु साथीहरू है। यो भयो खुट्टाको स्टेप साथीहरू है। अब हातको स्टेप तपाईले के गर्नु पर्यो हातलाई यसरी तपाईले लेफ्ट हातलाई यसरी खुम्चाउनु पर्यो साथीहरू है। यो राइट हातलाई पनि तपाईले खुम्चाएर यो तपाईको लेफ्ट हातको माथि यसरी राख्नु पर्यो साथीहरू है। अब हेर्नुहोस् है अब त्यसपछि लाग्यो तपाईले कुइनो देख्नु भएको छ नि साथीहरू यो कुइनोले तपाईले अब के गर्ने भन्दाखेरि जब तपाईले खुट्टालाई यसरी क्रस गर्नुहुन्छ तब तपाईको कुइनो तल आउँछ यसरी तल यसरी हाल्नु पर्ने हो साथीहरू है। अनि फेरि तपाईको खुट्टा जब माथि यसरी उठ्छ तपाईको हात पनि सँगसँगै यसरी उठ्छ जब खुट्टा टेक्छ तब तपाईको हात फेरि तल यसरी कुइनोमा आउँछ भाइ देख्नुभयो है। फेरि एकचोटि राम्रोसँग हेर्नुहोस् के गर्ने रे यसरी कुइनोले हान्यो फेरि माथि यसरी उठायो फेरि यसरी हान्यो लाइक यसलाई हामी काउन्टमा गरौँ स्लोमा लाइक दिस 1 यसरी हान्दा 1 यसरी माथि उठाउँदै यसलाई यान भनौँ साथीहरू अनि खुट्टा टेक्दा यसलाई 2 भनौँ साथीहरू। अब यसलाई हल्का फास्ट गरौँ साथीहरू 5 6 7 गो 1 and 2 1 and 2 1 and 2 यसरी तपाईले गर्न सक्नुहुन्छ र यो यान हटाइदिनुस् 1 र 2 गर्नु साथीहरू है। 5 6 7 गो 1 2 1 2 अनि यो कमर पनि तपाईले लचकाउनु पर्ने हुन्छ ताकि स्टेप भएर राम्रो देखोस् साथीहरू है। 5 6 7 गो 1 2 1 2 यसरी तपाईले यो स्टेप गर्न सक्नुहुन्छ साथीहरू र यो स्टेपमा तपाईले हात दुईटा हातलाई यसरी टाउकोमा राखेर सेम यो कुइनोले अघि हान्नु भएको जस्तै यसरी हानेर पनि गर्न सक्नुहुन्छ लाइक दिस 1 2 1 2 यसरी गर्न सक्नुहुन्छ या तपाईले हातलाई यसरी सिधा राखेर ओके अनि यो हातले तपाईको यो राइट हात यसरी क्रस गरेर यसरी राखेर पनि तपाईले गर्न सक्नुहुन्छ लाइक दिस 1 2 3 4 5 6 and 7 8 यसरी तपाईले यो स्टेपलाई यसरी अरु स्टेप्सलाई पनि एड गरेर यो स्टेप तपाईले मजाले गर्न सक्नुहुन्छ साथीहरु है।